रवि लामिछाने फेरि समातेछ। फेरि भनेपछि 1 करोड रुपियाँ फेरि तिरेर फेरि समातेर फेरि जेल हालेछन् भनेर हेर्नु साथीहरू सक्नुहुन्छ। सयौंको संख्यामा प्रहरी प्रशासन एकदम तैनाथ अवस्थामा छ भने एउटा अर्को डिएसपीलाई अन्तिम इच्छा के हो सोध भन्नुको कारण के हो? यो प्रधानमन्त्री प्रधानमन्त्रीले यसको जवाब दिनुपर्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुनुहुन्छ र उहाँ अन्तिम इच्छा के छ भनेर पार्टी सभापति जुन प्रश्न सोधियो, यदि राताराति नै यहाँ भित्र फाँसी दिन्छन् कि हामीलाई एकदमै त्रास छ। त्यस कारणले गर्दा त्यसपछि उनीहरूले चाहिँ यसलाई हालठोक हाल्ने हो कि के हो भनेर मुख छोडेर आमाको गाली दिएर त्यसपछि म गाडी लिएर उता गएँ। यति अभद्र एकजना साथीलाई पुरै लात्ती हान्दै टाउकोमा मुक्का हान्दै समाएर लिएर आएको छ। अन्तिम इच्छा कस्तो अवस्थामा सोधिन्छ त्यसको जवाफ पनि नेपाल प्रहरीले दियोस् भन्ने हामी चाहन्छौँ। सुतिरहेको ठाउँमा, नुहाइरहेको ठाउँमा, आफ्नो एउटा पर्सनल रुममा बसिरहेको ठाउँमा यसरी प्रहरी प्रशासनले दमन गरेर उठाएर ल्याइन्छ भने यो देशमा मानव अधिकार मरेकै हो त। त्यो डिएसपी एसपीलाई हामी उहाँलाई चढाउन चाहन्छौँ। उहाँले जे सोध्नु भएको उहाँलाई पर्दा पछाडि मात्र होइन पर्दा अगाडि राखेर त्यही क्वेसन गर्न चाहन्छौँ र यो सञ्चार माध्यमबाट पनि उहाँलाई त्यही भन्न चाहन्छौँ। यदि तपाईँले यसको सही उत्तर दिन सक्नु भएन भने तपाईँको जिम्मा बाले लिउन्, यी भ्रष्टाचार माफियाहरूले लिउन्। राइदियो भ्रष्टाचारीको एउटा समूह हो। यो समूहले नयाँ देश बनाउँछु भनेर आएको जागरुक शक्तिलाई जहिले पनि तलेमा टेकिराख्ने काम गरौँ। किन अब म रासपाका नेतालाई के भन्छु भने हामी पनि छोडिदिनु, हामी पनि नेतै यो कुरा गरेका। अब रासपाले पार्टीले यो व्यवस्थालाई नै धार बनाएर धेरै पटक हाम्रो पार्टी सभापतिमाथि प्रहार गरिरहेछ। यो प्रहार गर्ने कार्यक्रम चलि नै रहन्छ। यो व्यवस्थामा रह्यौँ भने हामी त्यो भएर अब चाहिँ हामी व्यवस्थाको विरुद्ध बोल्नुपर्छ। व्यवस्थाको विरुद्ध एकजुट भएर भनेको अब तपाईँहरू अवस्था सँगसँगै व्यवस्था पनि फेर्ने जनआन्दोलन रेडी फर रिभोल्युसन। हिजो पनि सभापतिले भन्नुभएको थियो रेडी फर रिभोल्युसन। हामी तयार भएर मैदानमा उभिएका छौँ। हामी कुनै पनि दिन नबनिकन कुनै पनि रात नबनिकन यो मैदान छोड्नेवाला छ। योभन्दा त्यो भिडियो मसँग पनि छ। यो अन्तिम इच्छा कसले सोध्यो? यो उहाँ डेसा हुनुहुन्छ, उहाँले अन्तिम इच्छा के सोध भनेर लगाउनु भएको छ। र अहिले यहाँ पनि हाम्रो साथीहरूलाई कुटेको, मुक्का हानेको, लसार बसार गरेको भिडियो खिचेको भिडियो पनि पुलिसले एउटा साथीको मोबाइल खोसेर त्यसलाई डिलिट गरेर यो 87 खर्ब खाने तिम्रा पोल्टामा कहिलेसम्म लुकाउँछौ र एउटा रवि माथि तिमीले यसरी हमला गर्नु भनेको आम देशवासीहरूलाई रुवाउनु। अहिले भर्खरै म त एउटा भोलिको चैते दशैं भनेर एक ठाउँमा थिएँ म। भोलिको कार्यक्रमलाई प्रभावित पार्ने गरी आज नै यिनीहरूले यो फैसला गराएका छन् र यहाँ अदालतदेखि लिएर सम्पूर्ण राज्यका निकायहरू एक भएर यो जुन दुईटा टाउकेहरू छन् नि, यो त आज रवि लामिछानेको मात्र हो, भोलि आउने हाम्रा सन्ततिहरूको पनि भविष्य खोजिएको हो नि त। यसमा तपाईहरु कुनै पनि दलका पार्टीका नेताहरूले पनि यो नसोच्दा हुन्छ कि आज रविलाई